आज मैले फर्स्ट टाइम घरमा बनाएर खुवाए बाबाले कटहरको मासु। हैन मेरो मतलब कटहरको तरकारी। र आज दिनभरि बाहिर काम गरेर बेलुका घर आउँदा मैले हेरे आज राति खानको लागि घरमा कटहरको तरकारी बन्दै थियो। र अब मैले घरमा यो विचित्र तरकारी हेरेपछि म आफ्नो सबै काम छोडेर चुपचाप यो तरकारी बनाउन थाले। र अब यसको तरकारी बनाउनको लागि सबभन्दा पहिला कटहरलाई सानो सानो पिसमा काटेर त्यसपछि यसलाई तातो पानीमा राखेर अलिकति बाफ लगाउनु पर्छ। र अब यसमा अलिकति बाफ लागेपछि मैले यसलाई प्लेटमा बाहिर निकाल्दिए। त्यसपछि अब एउटा प्याज काटेर मैले यसलाई भुटेर अलिकति लाल गरे। र अब मेरो प्याज राम्रोसँग भुटिसकेको थियो, त्यही भएर मैले कटहरलाई पनि यसमा हाल्दिए। त्यसपछि यसलाई अलिकति चलाएर मिलाए। र अब यसमा केही पनि गर्नु पर्दैन, मात्र मसला हाल्ने हो। त्यही भएर अब मैले एक एक गरेर सबै मसला यसमा हाल्दिए। र अब यसमा पनि मासु जस्तै जिरा लसुनको पेस्ट हाल्नु पर्छ। र अब यसमा जिरा लसुनको पेस्ट हालेपछि मैले आफ्नो स्वादको मुताबिक नुन पनि हाले। त्यसपछि अब यसले कुखुराको मासु जस्तै आधा घण्टा भुट्नु पर्छ। र अनि अब यसले आधा घण्टा जति भुटेपछि हेर्नुहोस् यो एकदमै मजाले पाकेर तयार भइसकेको छ खानको लागि। त्यसपछि अब जाम छिटो खाएर हेरौँ कि यसको स्वाद कस्तो छ। र अब मैले सबभन्दा पहिला थालमा भात पस्केर बाबालाई खुवाएर चेक गराए। र अब पहिला बाबालाई खुवाएपछि मैले पनि लास्टमा खाएर हेरे। र अब यसले खाएर चेक गरेपछि म साच्चै भनिरहेको छु यसको स्वाद खानामा एकदमै मिठो र पिरो थियो।